सी मोन्स्टर वा ड्रागन जस्ता क्रिएचरहरू चाइनिज मिथोलोजीमा मात्र पाइन्छ त? नमस्ते, दिस इज लाइफ अफ कुस्मोस एन्ड वेलकम टु एपिसोड 3 अफ मिथिकल क्रिएचर्स अफ नेपाल. Nepali mythology has a mythical creature that combines around 5 different animals. This legendary guardian is called हिटिमङ्ग. नेवार संस्कृतिमा हिटिमङ्गलाई हिटी अथवा ढुङ्गे ताराको गार्डियन मानिन्छ. यसको रूप कुनै पनि वास्तविक जनावर जस्तो छैन. It combines the jaw of crocodile, the trunk of an elephant, the tusk of a wild boar, the scales of a fish, and the beautiful tail of a peacock. नेवार परम्परामा यसले हिटीको रक्षा मात्र गर्ने नभई दुष्ट शक्ति र नकारात्मक ऊर्जालाई पनि टाढा राख्छ भन्ने विश्वास गरिन्छ. भक्तपुर, पाटन वा काठमाडौँका पुराना हिटीहरू हेर्नुभयो भने पानी निस्कने धारामै यसको आकृति देख्न सकिन्छ. नेपाल बाहिर भने यसलाई मकर अथवा मकारा भनिन्छ. हिन्दू धर्ममा मकर जलका देवता वरुण र नदीकी देवी गंगाको वाहन मानिन्छ. त्यसैले हिटीमा मात्र नभई मन्दिरका ढोका र अरू धार्मिक ठाउँहरूमा पनि यसको आकृति देख्न पाइन्छ. हिटिमङ्ग is only one of the many mythical creatures found in Nepal. Which legend should we explore next, Subhan?